ल आजको हाम्रो चाहिँ टपिक रहेको छ म्याथको पर्सेन्टेज। त्यो दिन हामी पर्सेन्टेज पढ्दै थियो शुक्रबार शनिबार, त्यहाँबाट अरू 5-6वटा क्वेसन गराए अनि अरू क्वेसन बाँकी थियो। त अब स्टार्ट गरौँ त्यो कुन कुन क्वेसन बाँकी हो र कस्तो कस्तो क्वेसन इक्जाममा लोकसभा आयोगले सोध्छ हेरौँ। आजको हाम्रो पहिलो प्रश्न के रहेको छ, बार बार यस्तो क्वेसन सोधिरहन्छ। प्रश्न के हो, कुनै संख्यामा त्यसको 20% जोड्दा त्यो संख्या 300 हुन्छ भने त्यो संख्या त्यो संख्या कुन हो भनिसके। कुनै संख्यामा त्यसको 20% जोड्दा 300 हुन्छ भने त्यो संख्या कुन हो पत्ता लगाउनु छ। कुन यस्तो संख्या हो जसमा हामी 20% जोड्दाखेरि उसको 300 हुन्छ। हामीलाई थाहा छैन त्यो संख्या, त्यही संख्या यहाँ के लेख्यो 16। सोलुसन हामी के मान्छौँ, त्यो संख्यालाई के मान्यो, मानव संख्या। मानव संख्या हामी कति मानिलियो, 100% मानिलियो। ठिक छ। अब के भनेछ प्रश्नले 20% जोड्दा 20% एड गर्दा 20% एड गर्दाखेरि कति भयो 120%। अब के भनेछ 120%, 20% जोड्दा 120 भयो। अब के हुन्छ यो, अर्को अगाडि के भनेछ 300 हुन्छ। 20% जोड्दाखेरि 300 हुन्छ, 120 हुँदाखेरि यो कति भयो 300। ल अब हामी संख्या निकाल्नु छ। अब यसलाई 1% मा जाने, 1% हामी यसमा लेख्दाखेरि के हुन्छ 300 अनि 120 कहाँ आइहाल्छ तल। अब अनि 100 कहाँ जान्छ, हामीलाई पर्सेन्टेजमा निकाल्नु संख्या पत्ता लगाउनु छ। 1% मा हामी जान्छौँ 120 तल अनि यहाँ 100 बाट गुणा हुन्छ। अब काटो, एउटा 0 बाट एउटा 0 कटियो, 6 दुना 12, 6 पंचे 30, यो पनि कटियो। अब 2 पंचे 10, यसमा कति बाँकी रह्यो 50, यसमा कति बाँकी रह्यो 25। अब यो दुवैको गुणा गरौँ, 50 मा 5 ले गुणा गर्दाखेरि कति हुन्छ, त्यो संख्या कुन हो हाम्रो 250। 20% जोड्दाखेरि त्यसको 3% हुन्छ। यो क्वेसन लोकसभा आयोगले राष्ट्र बैंक 2081 मा यो क्वेसन सोधे थियो। क्वेसन के हो, वर्गभुजाको लम्बाई 20% बढ्दा क्षेत्रफलमा कति प्रतिशत वृद्धि हुन्छ। धेरै विद्यार्थीहरूले यो क्वेसन गडबड गरेको थियो। अब मानौ यसलाई हामी यो क्वेसनलाई हामी कसरी सल्भ गर्छौं, वृद्धि हुन्छ। अब के मानौ के सुरुको लम्बाई, सुरुको लम्बाई हामी के मानौ x मानौ। ठीक छ। अब क्षेत्रफल, क्षेत्रफल यसको कति हुन्छ x स्क्वायर। अब के भनेछ 20% ले बढ्दा 20% बढे पछि यसको लम्बाई कति हुन्छ, लम्बाई यसको हुन्छ 1.2x। अब 1.2 कसरी आयो, धेरै विद्यार्थीहरू यहाँ नबुझ्थ्यो तर यहाँ 1.2 कसरी आयो हेर। के भनेछ, मानौ हामी लम्बाई 100 ले बढाउँदा 100, ठीक हो 100 मानेछौ लम्बाई 100 मानिलियो, यता छोड्दै पहिले 1.2 कसरी आयो 100 हामी मानौ। अब 20% बढ्दा, ठीक हो 20% बढ्दा, ठीक यो कति हुन्छ 120। अब 1% यसको गर्दाखेरि कति हुन्छ 120/100। अब भागा गर्दाखेरि कति हुन्छ 100 मा 120 मा 100 ले भागा गर्दाखेरि कति हुन्छ, एउटा 0 कटियो। ठीक हो, यो एउटा 0 हो त म के भनेछु एउटा 0 तल छ नि सिधै 1 छटाएर बीचमा के गर्दिने एउटा पॉइन्ट राखिदिने, कति भयो 1.2। त्यही हाम्रो के हो 1.2। क्षेत्रफल यसको के एरियामा यसको के वृद्धि आउँछ, एरियामा यसको वृद्धि आउँछ 1.2x स्क्वायर। ल यो बुझ्नु भयो। अब के मानौ यहाँ
1.2 के हो एक्स स्क्वायर। अब इसको के हुन्छ स्क्वायर हो नि स्क्वायर स्क्वायर एक्स को स्क्वायर छ त हामी एक्स के 1.2 हो सबैको के भयो स्क्वायर हुन्छ स्क्वायर हो स्क्वायर स्क्वायर तो यसरी गरौँ। अब यहाँ देखो के हुन्छ यहाँ यसको गर्दाखेरि 1.44 एक्स स्क्वायर। अब हेरौँ एन्सर हाम्रो आइसकेको छ एक बढ्दा 44 1.44 हुन्छ। हामीलाई कति भन्छ कति प्रतिशतले वृद्धि भयो ठिक छ एक एक कट्यो त अब बाँकी यसमा कति रह्यो 44 हाम्रो के भयो एन्सर 44% ले वृद्धि भएछ 1% हामी थियो नि त्यो 1% त गयो अब बाँकी कति रह्यो 44% लाई के छ वृद्धि रहेको छ न यहाँ पनि बुझ्नु भएन भने एक 100 मा 1.44 गुणा गर्दाखेरि कति हुन्छ 144 हुन्छ 100% थियो कति पर्सेन्टले फाजिलो 44% ले त्यही हो हाम्रो 44% ले वृद्धि भएको छ। यस्तो क्वेशन पनि लोकसभा आयोगले धेरै पटक सोधिसकेको छ। क्वेशन के छ दुईजना उम्मेदवार सम्मिलित एक चुनावमा जित्ने उम्मेदवारको जम्मा मत 57% प्राप्त गरी 42,000 मतान्तरले विजय हुन्छ ठीक छ कति पर्सेन्टले 57% प्राप्त गरी 42,000 ले जितेको छ। अब त जम्मा मत यसमा कति हुन्छ यो मात्र 57% प्राप्त गरेको छ त भोट कति खसेको छ 100% जम्मा मत 100% ठीक छ कति पर्सेन्ट प्राप्त गरेको छ 57% कसले जित्ने उम्मेदवारले तब हार्ने उम्मेदवारको निकाल्नु पर्यो कतिले हार्नु छ अब पराजित उम्मेदवार ठीक छ त पराजितलाई हामी के संकेत गर्छौं एलले संकेत गर्छौं लुजरलाई हामी संकेत गर्छौं ठीक छ 100 बाट 97 यसको घटायो भने लुजरको प्रतिशत आइहाल्छ 43% कसले प्राप्त गरेको जुन व्यक्ति हारेको छ कति पर्सेन्ट मत प्राप्त गरेको छ 43% ल अब के भनेछ क्वेशन 57% मत प्राप्त गरे 42,000 के छ मत अन्तर। अब मानौ ए बी ए छ नि ए बी बाट कति पर्सेन्टले जितेको छ त्यही हामीलाई के डिफरेन्स निकाल्नु छ कसको जितेको उम्मेदवारबाट अनि हारेको उम्मेदवार त हारेको उम्मेदवार छ नि विजय जुन जितेको उम्मेदवार छ त्यसको कति प्रतिशतले हारेको छ त्यही हामीलाई निकाल्नु छ। त्यो हारेको उम्मेदवारको कति हो 43 जितेको उम्मेदवार 57 मत अन्तर यसको निकाल्नु के निकाल्छ मत अन्तर कन्सेप्ट बुझौ ठीक छ 57 बाट 43 गयो कति हुन्छ 14% 14% प्राप्त गर्दाखेरि कतिले जितेको छ 42,000 ले जितेको छ ल यहाँ हामी लेख्छौं 14% ले कति 42,000 ले जितेको छ। अब 1% निकाल्नु 1% गर्दा 42,000 14 into 100 अब यसलाई काटौं 14 क्या है 42 14 क्या है 42 अब गुणा गरौँ बाँकी के छ यसमा 3 वटा 0 हो 3 वटा यहाँ कति वटा छ 2 वटा अब यसको गर्दाखेरि कति हुन्छ 2 3 4 5 जम्मा मत कति खसेको छ जम्मा मत खसेको कति रहेको छ 3 लाख के हो 3 लाख।
ल आजको लागि चाहिँ यतिकै राखौँ र आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने एउटा लाइक र साथीहरूमा यसलाई सेयर गरिदिऊ। ल यस्तै भिडियो हेर्नको लागि फलो गरिहाल्नु। ल आजको लागि यति।